सोच्नुस् त, नेपालको एउटा एकदमै ठूलो नाम चलेको टेक्सटाइल कम्पनीले झण्डै 3 दशकपछि पहिलो पटक आफ्नो ढोका आम लगानीकर्ताका लागि खोल्दैछ। यो एउटा निकै ठूलो अवसर हो हैन त? हो, हामी कुरा गर्दैछौँ रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको। नेपालमा धागो उत्पादन र निर्यातको कुरा गर्दा यो नाम नआउने सायदै कोही होला। तर यहाँ एउटा एकदमै रोचक प्रश्न छ। झण्डै 30 वर्षसम्म एउटा प्राइभेट कम्पनीको रूपमा यतै सफल भएर चलेको यो टेक्सटाइल जायन्ट आखिर अहिले आएर पब्लिकमा किन जाँदैछ? के हो त यसको पछाडिको कारण? ल आउनुहोस् यही कुराको आज हामी चिरफार गरौँ। ल सुरु गरौँ यो कम्पनीको पृष्ठभूमिबाट। कसरी एउटा टेक्सटाइल कम्पनी यति ठूलो महारथी बन्यो, पहिले त्यो बुझौँ। कम्पनीको यात्रालाई हेर्ने हो भने यो कुनै एकै दिनमा बनेको साम्राज्य होइन। सन् 1994 मा स्थापना भएर 1995 देखि काम सुरु गरेको हो। त्यसपछि 2007 मा अर्को फ्याक्ट्री थपियो अनि 2020 मा त झन् आफ्नो क्षमता बढाउन स्वीकृति पनि पायो। यो टाइमलाइनले के देखाउँछ भने कम्पनीले बिस्तारै तर एकदमै बलियोसँग आफ्नो जग बसालेको छ। र यो कम्पनी नेपालमा मात्रै सीमित छैन है। यसको असली शक्ति त निर्यातमा देखिन्छ। आफ्नो कुल उत्पादनको लगभग 70 देखि 75% त भारत, टर्की, भियतनाम जस्ता देशहरूमा जान्छ। सोच्नुस् त, यसले देशको अर्थतन्त्रमा कति ठूलो योगदान दिइरहेको छ। अब लागौँ त्यही मुख्य प्रश्नतर्फ। यति ठूलो कम्पनीलाई आखिर किन चाहियो पब्लिकको लगानी? यसको पछाडिको उद्देश्य के हो त? कम्पनीका उद्देश्यहरू हेर्दा यो केवल पैसा उठाउनको लागि मात्रै होइन जस्तो देखिन्छ। हो, पक्कै पनि आफ्नो काम र विस्तारको लागि पुँजी त चाहियो नै। तर त्यसबाहेक कम्पनीले सार्वजनिक स्वामित्व बढाउने, निर्यात अझै बढाएर विदेशी मुद्रा कमाउने र देशमै रोजगारी सृजना गर्ने कुरालाई पनि महत्त्व दिएको छ। अनि एउटा एकदमै राम्रो पक्ष के छ भने महिलाहरूलाई रोजगारी दिएर उनीहरूलाई आर्थिक रूपमा बलियो बनाउने कुरामा पनि कम्पनीको जोड छ। ल, उद्देश्य त थाहा भयो। अब कुरा गरौँ खासमा यो अफर के हो, कम्पनी कत्रो छ र कति सेयर आउँदैछ। यो आइपिओ पछि कम्पनीको कुल पुँजी एकैछिन है 1.9 अरब रुपैयाँ, मतलब 1 अर्ब 90 करोड रुपैयाँ पुग्नेछ। यो आँकडा आफैमा कति ठूलो छ, यसले कम्पनीको साइज र बजारमा यसको महत्त्व कति छ भन्ने देखाउँछ। अब हामी जस्ता सर्वसाधारण लगानीकर्ताको लागि कति त? कुल 11,55,960 किता सेयर आम लगानीकर्ताका लागि छुट्याइएको छ। लगानी गर्न चाहनेहरूको लागि यो एउटा राम्रो अवसर हुन सक्छ। आइपिओ पछि कम्पनीमा कसको कति हिस्सा रहन्छ त? हेर्नुहोस्, संस्थापकहरूको हिस्सा त 89.86% जति, मतलब सबैभन्दा ठूलो नै रहनेछ। तर अब आम पब्लिकको पनि लगभग 6.09% र अरू संस्थागत लगानीकर्ताको 4.05% स्वामित्व हुनेछ। यसको मतलब अब हामी पनि यो ठूलो कम्पनीको सानो हिस्साको मालिक बन्न सक्ने भयौँ। ल, अब सबैभन्दा महत्त्वपूर्ण पाटोमा जाउँ, पैसाको कुरा। अर्थात् कम्पनीको वित्तीय स्वास्थ्य कस्तो छ, विगतमा कस्तो कमायो र भविष्यमा के अपेक्षा छ। विगतको प्रदर्शनलाई हेर्दा कम्पनीको आर्थिक अवस्था एकदमै मजबुत देखिन्छ। आर्थिक वर्ष 2078-79 मा त सञ्चालन मुनाफा 101 करोड रुपियाँ पुगेको छ। त्यसपछिको वर्षमा पनि 100 करोडको हाराहारीमा छ। यसले कम्पनीको नाफा कमाउने क्षमता कति बलियो छ भन्ने प्रश्न पार्छ। विगत त राम्रो भयो, तर भविष्य के त? कम्पनी आफैले गरेको अनुमान हेर्दा आउने वर्षहरूमा मुनाफा अझै बढ्ने देखिन्छ। हेर्नुस् त, आर्थिक वर्ष 2082-83 सम्ममा त सञ्चालन मुनाफा 121 करोड नाग्ने प्रक्षेपण छ। यो भनेको कम्पनी आफ्नो वृद्धिप्रति निकै आशावादी छ भन्ने हो। अब एउटा एकदमै महत्त्वपूर्ण शब्दबारे कुरा गरौँ, पे ब्याक पिरियड। यो भनेको के हो भने कुनै प्रोजेक्टमा गरेको लगानी उठाउन कति समय लाग्छ भन्ने हिसाब हो। जति छिटो पैसा उठ्यो उति राम्रो मानिन्छ। रिलायन्सको यो नयाँ प्रोजेक्टको लागि अनुमानित पेब्याक पिरियड 6.7 वर्ष रहेको छ। मतलब आज गरेको लगानी फिर्ता हुन पाउने 7 वर्ष लाग्छ भन्ने कम्पनीको अनुमान हो। यो एउटा महत्त्वपूर्ण जानकारी हो, खास गरी लामो समयको लागि लगानी गर्ने सोच बनाएकाहरूको लागि। कुनै पनि कम्पनी भनेको खाली नाफा र घाटाको हिसाब मात्र होइन। त्यसलाई हाँक्ने मान्छेहरू कस्ता छन् र बजारले त्यसलाई कतिको विश्वास गर्छ भन्ने कुराले पनि धेरै फरक पार्छ। अब त्यही हेरौँ, कम्पनीको नेतृत्व एकदमै अनुभवी देखिन्छ। अध्यक्ष पवन कुमार गोल्यानसँग यही क्षेत्रमा झण्डै 3 दशकको अनुभव छ भने प्रबन्ध निर्देशक अक्षय गोल्यानसँग पनि 1 दशकभन्दा बढीको अनुभव छ। यो अनुभवले कम्पनीको जग बलियो बनाएको छ।
अब कुरा गरौँ विश्वासको, अर्थात् क्रेडिट रेटिङको। कम्पनीले केयर रेटिङ्स नेपालबाट केयर एनपिए भन्ने रेटिङ पाएको छ। अब यो केयर ए भनेको के हो त? सरल भाषामा भन्दा यसले कम्पनीले आफ्नो ऋण वा अन्य वित्तीय दायित्वहरू समयमै तिर्न सक्ने क्षमतामा पर्याप्त सुरक्षा छ भन्ने जनाउँछ। लगानीकर्ताहरूको लागि यो एउटा ठूलो आश्वासन हो। ल, अहिलेसम्मको कुरालाई सारमा भन्नुपर्दा के देखियो त? रिलायन्स स्पिनिङ मिल्स भनेको 30 वर्ष पुरानो स्थापित कम्पनी रहेछ। यो नेपालको एउटा प्रमुख निर्यातक हो र भविष्यमा अझै बढ्ने लक्ष्य राखेको छ। आर्थिक रूपमा पनि बलियो छ, जसलाई यसको क्रेडिट रेटिङले पनि पुष्टि गर्छ। अनि सबैभन्दा महत्त्वपूर्ण, यसको नेतृत्व अनुभवी हातमा छ। र अन्त्यमा एउटा प्रश्नमा छोडेर जाउँ, जब रिलायन्स जस्तो एउटा औद्योगिक घराना जसले वर्षौंसम्म आफूलाई प्राइभेट राख्यो अब सार्वजनिक बजारमा आउँछ, यसले नेपालको समग्र औद्योगिक क्षेत्र र हामी जस्ता आम लगानीकर्ताका लागि कस्तो नयाँ ढोका खोल्न सक्छ? यसको प्रभाव कति दूरगामी होला? यो साँच्चै नै सोच्न लायक कुरा हो।